यसलाई ग्राउन्डमा देखाएको जस्तो लाग्छ अहिले। बबाल प्लेयर हो। यदि डोनाको भाइ नभएको भए अहिले राष्ट्रिय टिम हाँकिरहेको हुन्थ्यो होला, अहिले त्यसको बेस बन्दै जान्थ्यो होला। डोनाको भाइ भएर चाहिँ अझै गाह्रो छ त्यसलाई। आशिष यो पास लेफ्ट ह्यान्ड साइडमा एरनको लागि, एरन थापा लड्न पुगे, समीमित हुन पुगे तर यो राम्रो इम्प्रोभाइजेसन, एरन थापा क्रसबार बाधक बन्यो। उत्कृष्ट एफर्ट थियो। व्हाट अ टर्न देयर बाय दिस यङ बॉय। तर पछिल्लो समय सपोर्ट धेरै पाइरहेछ, गेम बबाले छ। दर्शककै कारणले योपालि एनएसएलमा पनि थिएन हो, सिधा कुरा। यहाँ त बडो राजनीति हुन्छ नि त। हजुर होइन, एरन थापाले अब सेकेन्ड म्याचदेखि चान्स पाइरहेको छ होइन। अब तैपनि अब कतिपय कुराहरू चाहिँ अब कतिखेर छिराउने भन्ने मेरो नतिजा पनि भर पर्छ र कतिपय कुराहरू चाहिँ अब पर्सनल पनि हुन्छ। त्यो कारणले गर्दाखेरि पनि अलिकति फुटबलमा जब राजनीति आउँछ, अरू कुरामा गर न राजनीति, खेलकुदमा किन गर्छौ राजनीति? खेल जस्तो त्यो पवित्र कुरामा कुनै देशलाई चिनाउँछ भने एउटा खेलाडीले चिनाउँछ। डोना पनि त 3 स्टारबाट खेले हो नि त। कि करियर त्यतिखेर तपाईँ क्याप्टेन हुनुहुन्थ्यो? क्याप्टेन थियो हजुर। उसको करियर के तपाईँले मातल केही बनाउनु भयो? अब यसमा यस्तो छ, मैले अहिले जुन कुरा मैले अब बोल्छु त्यो बोल्दाखेरि मैले एकतर्फी हुन्छ कि त्यो बोल्नु हुँदैन जस्तो लाग्छ मलाई, हामी जतिको व्यक्तिले होइन। त्यसैले यो विषयमा पनि कुरा गर्नको लागि एकचोटि भाइलाई नै, तपाईँको घनिष्ठ हुनुहुन्छ, तपाईँहरू सँगै हुनुहुन्छ, सधैँ हुनुहुन्छ, मलाई थाहा छ। तपाईँहरूको इन्टिमेसी पनि छुट्टै किसिमको छ, प्रगाढता छ। आज तपाईँले त्यो किसिमको एउटा वातावरण पनि बनाइराख्नु भएको छ होइन। त्यसैले तपाईँलाई रिक्वेस्ट गरेँ मैले, तपाईँकै कार्यक्रममा म उपस्थित हुन तयार छु। अब अघि तपाईँले सुटिङ के भन्नुभयो, यदि त्यो होइन भने बोलाउनुहोस्, अहिले म बोल्न तयार छु। कमसेकम तपाईँले यहाँ ल्याएर दुधको दुध पानीको पानी छुट्याइदिने अवसर पनि जुटाइदिनु हुन चाहिँ म अनुरोध गर्दछु।